Hello everyone, welcome to my new vlog. This is next day, next vlog. आज अब हामी जाँदैछौँ के गर्ने सबले हेर्ने सिधा साधा मान्छेलाई हाम्रो चाचाजीले चाहिँ मलाई हेर्नुहुन्छ। हेलो चाचाजी, चाचाजी हेलो हेलो। ल यति देखाएपछि मान्छे अब हाम्रो भ्युज घट्यो अब आजलाई है। त्यही हो अब हामी चाहिँ मार्केट हिँड्यौँ गाइस आज विथ चाचाजी। त्यही हो होइन नै कहाँ लाग्यो के यादै भयो कहाँ ला पनि। अब त्यही हो हेरौँ जाउँ मार्केटतिर एकछिन यसो न 2000 रुपियाँ पैसा चाहिँ कलेक्सन गर्न सकिन्छ कि भन्ने चाहिँ हाम्रो एउटा भित्री आत्मा देखिने छ गाइस। तर थाहा छैन केही छैन, बाटोमा हिँडेपछि कलेक्सन गर्न पैसा कलेक्सन गर्न नसके पनि म यहाँहरू हेर्न पाइन्छ भन्ने चाहिँ हाम्रो मेरो आशा हो, उद्देश्य हो। म बजारमा हिँड्नुको अर्को त बुढो भइहाल्यो होइन। अब यी त हाम्रो उहाँ त सरी यी भने चाहिँ मैले गाई सरी सरी है गाई सरी उहाँ त अब हाम्रो वृद्ध भइहाल्नु म हजुर वृद्ध भत्ता खाने बेला वृद्ध भत्ता खाने बेला भइसक्यो। तर उहाँले नाइ त घटाएर बनाउनु भएको भएर मात्रै नपाउनु भएको हो होइन। ओ कालो चस्मा नहुँदा गाई फाइदा छ क्या, दायाँमा जसलाई हेरे पनि थाहा हुँदैन मान्छेहरूलाई त्यसले कसलाई हेरेर भन्ने हुन्छ होइन। त्यही हो गाई छ र। फेरि अहिले जाउँ बजारतिर, त्यसपछि हामी फेरि पनि भेट्ने पूर्ण अपेक्षासहित अहिले चाहिँ म बिदा लिन चाहन्छु यहाँहरू मार्फतबाट। धन्यवाद। यता हुनुहुन्छ हाम्रो मामा, अन्तर्राष्ट्रिय मामा, यता हुनुहुन्छ हाम्रो अन्तर्राष्ट्रिय भान्जा हातै गर्छ। यहाँ हेरौँ हामी चाहिँ अहिले टक्क आएर विशाल बजार अगाडिपट्टि आइपुग्यौँ। त्यो चाहिँ हाम्रो जुद्ध शमशेरको शालिक हो। त्यही भएर यसलाई चाहिँ हाम्रो साइडमा भएको यो छ नि एम्बुलेन्सको अर्को नाम भनेको सिधा 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 यो हाम्रो एम्बुलेन्स राख्ने ठाउँलाई चाहिँ के भन्छ जुद्ध पारण यन्त्र एम्बुलेन्स भन्नु कारण चाहिँ भनेको चाहिँ जुद्ध शमशेरको शालिक र यो एम्बुलेन्स पार्किङ सँगै भएको हुनाले पनि हुनसक्छ है। तर थाहा छैन के हो त्यो कुरा चाहिँ। मजा आयो गाइस, मजा आयो। यहाँ छिर्नु पनि बाइक लानु मिल्दैन यहाँबाट ल। र म चाहिँ फाइनली के गल्ली हो, गल्ली नामै बिर्सेँ मैले त। मक्खन गल्ली, मक्खनको चकट गल्लीमा छिर्सकेँ। अब यहाँबाट एउटा मेरो व्यापारी हुनुहुन्छ यहाँतिर चाहिँ गाइस। तर कहाँ हो यार व्यापारी हाम्रो दाजुको पसल। जय शम्भु, जय पशुपति, जय शम्भु। के गर्ने अब यहाँ बजारमा पैसा नउठे पनि मन्दिर त दर्शन गर्नै पऱ्यो। यहाँबाट एउटा राइट लाग्यौँ हामी, राइट पेलेर जाऊँ, राइट पेलेर पहिला के छ भनेर दाइ हेर अब यता सोधिहाल्नु एकपल्ट के भन्नु साउजीले। त्यसपछि अब फेरि के अरे अब यत्तिकै भिडियो भने हाल्नै पऱ्यो गाई। के भने काण्ड त पब्लिक गर्न सकिँदैन। अन्त छन् रेकर्डमा हाम्रो किन्दाखेरि कति तर फेरि अब के पब्लिक गरिदिनु बिचरा बबुवाको बुढेसकालमा त पनि होइन। त्यही भएर यस्तै चाहिँ गयो दाइ नमस्ते गऱ्यो, फर्को आयो, पैसा दिँदैन जिन्दगी पनि। हेरौँ हामी एकछिन बसन्तपुर आसपासको मनमोहक दृश्य। कति फोन आउँछ, फेरि कसको फोन आयो लोक बाइक लत्तै अगाडि हाल्नु त कोही राइट 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 यस हो यो पल्लो पसल। सबै चाहिँ गाई चाहिँ भाइको पसलमा आइसक्यौँ। भाइ मारामार व्यापार गर्दैछु टक्क लगाएर। अब हामी हेरौँ है र यहाँ मारामार वर्ल्ड कप लगाइरह यहाँ
हेलो ओ साउजी के छ हेलो अब मेरो अनलाइन डेलिभरी भाइरल भएको पुरै दिइरहेको छु त्यही भने मेरो त्यस्तै अब भइसक्यो भाइरल भएर हेलो भाइ फोन भयो क्या तिमी ए फोनमा फोन त अब डिस्टर्ब भएर फोनमा व्यापार गरेर मान्छेलाई होइन ल यहाँ चाहिँ हाम्रो साथीको पसल छ यता टक्क लाएर टङ्केश्वरमा ताचल गाइस तपाईँलाई पनि चाहिन्छ भने आउनु होला टक्क लाएर भाइले मिलाएर दिन्छ फाइनली 3 घन्टा नन स्टप बजारमा डुलेर चाहिँ एउटा मैले विशाल अमाउन्टको चाहिँ ट्याक्कै 24,000 को चेक कलेक्सन गरेँ त्यो चेक पनि क्यास गर्न म समथिङ सेकेन्ड पर्सनलाई दिनलाई जाँदैछु र म फेरि पनि निरन्तर बजारमै जानेवाला छु पैसा उठाउन लागि के हो र भाइ बजारमा डुलेर अरू केही नभए नि एक कप फ्रीमा चिया खाराइयो होइन है के हो र 14 सयको एक कप चिया 14 होइन लुगा नि छ र हाम्रो दादाजीले चाहिँ सपिङ पनि गर्नुभयो सपिङ के भनेर देखाउनु मिल्दैन गोप्य छ खल्तीमा राख्नु भएको छ खल्तीमा राख्नु भएको छ उहाँले त्यो पनि पर्समा हालेर अब त तपाईँले बुझिहाल्नुभयो जसले बुझ्छ तँले चाहिँ नबुझ्ने चाहिँ हरिलटक हो लेजेन्डहरु ओन्ली लेजेन्ड क्यान वानली लेजेन्ड क्यान अन्डरस्ट्यान्ड हुन्छ कि अन्डरस्ट्यान्ड हुन्छ के हुन्छ अन्डरस्ट्यान्ड हुन्छ होला मलाई इङ्ग्लिस आउँदैन फेरि केही पनि मलाई आउनु परे पनि छैन नेपाली शुद्ध बोल्छु नेपालीमा शुद्ध बोल्छु म मा मु मिमी सबै बोल्छु म होइन आजको भ्लग पनि यस्तो आउँछ कि जे बोले पनि केही हुँदैन चाहिँ होइन भ्या चाहिँ हालिदिइहाल्यो हामीलाई अब केही पनि मेन्टेन गर्नु पनि छैन बगाइ चाहिँ अहिले चाहिँ हामी फेरि आइसकेको छ आमामामा जाम यहीँबाट जाम 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 यस जाम 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 यस्तो छ जाम 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 ए बाबुराम मोटे बाबु क्या त हेर्नुहोस् त जोरे अब के गर्नु त अब घोज्छ त अब के गर्ने होइन छ त अब म त घोज्छ के गर्नु नभए घोचेर हुँदैन तर मेरो पर्स थियो बिचमा त्यही भएर मलाई घोच्यो अरे काठमाडौँको यो जाम अहिले चाहिँ गाइस हामी टेकु चोकमा ए हर्न भयो हर्न बाटो हुन्छ कति हर्न आएको गाइस हामी हाइवेमा आयो हाइवेमा अब छ क्या मजा कोपीबाट डर मात्रै हो बाटोमा हाम्रो दादाजीले बाइक कुदाउँदैन त के हो र जाम जाम रे ग्रिन लाइट जाम 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 ग्रिन जाम 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 गाउनु दाइ यस दाइ यस दाइ यु क्यान डु इट Hey, do what? हामीले लाग्छ हाम्रो गन्तव्यतिर यहाँबाट अगाडि छ पहेँलो कलर घरमा सम्झ यहाँको दाइको के हो गाडी आएछ क्या गाडी आएछ परदेशीको गाडी आएछ आमामामामामा ह्यान्डसम सर त के छ खबर हेलो के छ हाम्रो बब्लु दाइ तपाईँ त ह्यान्डसम भएर चिन्नै गाह्रो पर्ने आमामामा ए बबुआ के छ यस
अब तपाईँको म काण्ड पनि हालिदिन्थेँ आज तपाईँ आज मात्रै हो तपाईँ लान्न भने केटी हुने पनि लान्न भने तपाईँ अनि यार यस्तै हान्छ मैले टिकटक त्यत्रो टिकटक क्षेत्र बनाउनु तपाईँ भाइरल गरिदिनु न त्यही भएर त भनेको नि भाइले मलाई चाहियो मेरो काण्ड छैन यस्तो नर्मल दिएर त हुँदैन हेर्नु नयाँ काण्ड क्या बब्लाईको नयाँ काण्ड मान्छेलाई सकिँदैन 20 मिनट 34 सेकेन्डको ब्लग हो त्यो त अपलोड भइहाल्छ क्या स्याम्पल बिहान आएको खै बिहानको माल कहाँ हाम्रो माल कहाँ झऱ्यो हाँ सर हाम्रो माल कहाँ झऱ्यो त तपाईँको माला कहाँ झऱ्यो माल যায় क्या खै हाम्रो भाइ कहाँ गयो त माल पनि छैन भन्दै नि त्यो खोइ एउटा स्याम्पल ध्रुव सुवेदी नाममा आएको यही हो यही हो ध्रुव सुवेदी ल उहाँले 5-5 कार्टुन भन्नु होइन जब 4-5 प्याकेट छ यही हो क्या हाम्रो माल ल 5 कार्टुन भन्नु ल ठिक छ ल गाइस हाम्रो फाइनली माल भेट्यो यहाँ ल अब चाहिँ बसौँ धेरै बेर नबनाउँ यहाँ भिडियो पनि छ क्या यहाँ युट्युबमा आउँछ भिडियो तिमीलाई पनि भाइरल गरिदिन्छ पख गाइस सब्स्क्राइब च्यानल ल खोइ नामै छैन यो कसो हिँड्छ अहिले के हो ए भाइ कसो हिँड्छ यतिको यहाँ बसिरहेको हो ए ल ठिक छ ल ब्लग बनाउन थालेको क्या अनि मेरो ल यो के खा हाम्रो त हुन्डी मुन्डी जहाँ हिँड्छ क्यामेरा त बनाइहाल्ने यो खतरा खालको गयो भने एकदम बाइ द वे गाइस डोन्ट बिलिभ इन ओइ डोन्ट बिलिभ दे अब यार दैले चाहिँ माया गर्नु बोल्नु भन्नु छैन होइन गाइस पार्टीले यहाँ आएर भन्छ 5-5 कार्टुन सर यहाँ आएर हेर्दाखेरि एक कार्टुन मात्रै भेट्टाउँछ अनि यहाँ हेर त 5 वटा भन्दा बढी छ बडी रहेछ यार ल ठिक छ गाइस त अब हाम्रै दाइको गल्ती भनौँ त्यसो भए मैले भाइले केही सोधेको अँ दाइ के कार्टुन हो अँ उहाँले भन्नुभयो कि भाइ 5-5 वटा छ मैले भनेको थिएँ दाइ 4-5 प्याकेटको चाहिँ एउटा कार्टुन छ भनेको थिएँ मैले दाइलाई अब मैले प्याकेटको भनेको दाइले बुझ्नुभयो 4-5 कार्टुनै म धुइदिएको छु 5 5 कार्टुन भाइ म बाइकमा लिनु पठाउँथेँ त नि उहाँ दाइले पनि त्यसरी भाइ सानो यत्रो मलाई यत्रै देखाएको उहाँ अहिले फोन गर्नुपर्छ होइन दाइ यी बाहिर हुँदा मसँग आउनु भएको त मैले भने दाइलाई भाइ यत्रो कार्टुन होला खोज न म खोज्छु यत्रो कार्टुन छैन कार्टुन छैन अनि यसमा आफ्नो दाइ गएपछि भने के हेरौँ न होइन मैले भनेको ध्रुव सुवेदी नाममा आएको छ भनेपछि त यहाँ ध्रुव सुवेदी यहीँ छ त यही होइन ठिक छ गएछ ल ठिक र भनौँ यही हो यी यो कार्टुन बिहानबाट थियो अरे ध्रुव सुवेदी छ त यही नाम यही ल र हेर्नु चाहिँ अब के दाइ तपाईँ यतिकै मान्छेलाई पठाएकै काम लाग्यो त भन्नु नि केटाकेटी भयो त ठिकै छ भनेको होइन त सामान्य आएन अनलाइन ल दुईजनामा दाइले बुझाउनु सक्नु भयो कि भाइले बुझ्नु भयो नि मलाई थाहा छैन दुईजना गयो है ल अब फेरि लागौँ माल बोकेर लागौँ मालतिर फेरि अर्को माल बोकेर भन्दा त अब हुन्छ ठिकै छ अब यही माल बोकेर लाग्नु अर्को त पर्दैन आज 18+ रेस्ट्रिक्सन लाउनु पर्छ भिडियो 18 19 जसले हेर्छ के छ त अनि युट्युबमा त अन्त त कहाँ हाल्नु त यो भिडियो बनाएर लाग्यो माल बोकेर साइडमा छ हाम्रो माल फेरि किन्दाको फेस आउने त्यही बेलामा यो बाटो जानुपर्ने यो बाटो यहाँ बाटो छ र छैन होला कि नभए यता एकछिन फल्छ हाम्रो यता काम थियो भन्ने हिसाबले आएको हिसाबले अब यहीँ तपाईँको बाटै नचिनेर आफ्नो भयो नि फेरि यहाँ फेरि छैन हो मलाई यहाँ याद छैन ठ्याक्कै बाटो छ थाहा छ होइन हो यहाँ त सट्टै ऊ त्यहाँ त ऊ त रेलिङनिर बाटो छ त ऊ रेलिङबाट बन्द भयो बाटो होइन त्यो दाइ बाटो अगाडि बाटो त्यो खोलाको बाटो निस्किन्छ यता हजुर ए हस् धन्यवाद हाम्रो उहाँ दाइले बाटो पनि आइनु हो यसरी बितेछ गाइस दिनहरू के गर्ने अब मेरो दिनचर्या यस्तै छ एकदम साधारण छ हजुर यहाँबाट हो दाइ हो यहाँबाट क्या यो खोलाबाट यही आइसक्यो हो र आइसक्यो म ओर्लिङ बजार 2-4 किलोको त्यही वाउ हाम्रो राइडर गाडीमा 1 2 3 ओ अब कता यहाँबाट यहाँबाट भाइ यता बाटो छैन यतै हो नि यता त गदा गदा ठुलो आइहाल्यो खोला आयो खोले खोला अब त्यहाँ पुल आउँछ कहाँतिर आउँछ पुल भयो त
गाउँ छोडेर है त्यही बिचबाट खिच्ने हो क्या त्यो फोटो त थाहा थिएन मलाई बाटो यहाँ छ भनेर छिर्नुपर्ने बेला म तल झर नि त अँ तलबाट चाहिँ घोडा बाटो भन्नुभयो मलाई अब चाहिँ हामी यहाँ वारिवारी गएको हामी त हाम्रो गोदाम निस्क्यो होइन अब त उसमा गइन्छ क्या सिधै तिम्रो त्यो एनबिटी ए हामी बल्ल अब चाहिँ आइपुग्यो मैत्री नगर अरे म भनिहाल्छु नि सिधै अब त गर्दाको अब यहाँबाट लेफ्ट यहाँ लेफ्ट पारि जाने कि वारियर जाने वारी 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 वारियर त हुन्न हुन्छ छिरिन्छ कि ठ्याक्क ल वारीबाट कहाँ छिर्छ माथि निस्किनु पर्छ नि त पुलमा अनि यहाँ कहाँ छिर्छ पुल पनि हेर्दैन त नि यहाँबाट हामी चोकाउँदैन नि चोक आउँदैन लैनु लैनु मात्र भनेको मलाई ट्राफिक भएको चोक आउनु भयो होइन आउँदैन हाम्रो उसमा गइन्छ नि होइन बाटो थाहा छ मलाई त ट्राफिक चोक आउँछ आउनु थाहा छैन भन्ने मात्र हो आउँदैन अब त यहाँबाट अगाडि आउँछ मेरो निवास है डिपिएस निवास ध्रुवप्रसाद सुवेदी निवास लगायत मेरो घर आयो यहाँ चाहिँ ल डिपिएस सुवेदी डिपिएस सुवेदी डिपिएस हाउस त्यही हो भाडामा त्यो सबै हेर्नु मैले भाडामा दिएछु अब यो खोला किनारमा केही बस्नु भनेर चाहिँ मैले यो चाहिँ रेन्टमा दिएको छु तर म पनि रेन्टमै बस्छु फेरि होइन मैले चाहिँ पहिला यहाँ चाहिँ मालपोत कार्य नजिक भनेर चाहिँ घर किनेको थिएँ तर फेरि मालपोत त्यो वरिपरि चाहिँ बस्नु खासै लागेको ठाउँ होइन त भनेर चाहिँ बेचिदिएको थिएँ मैले बिस्तारै गिटी मतलब फेरि गिटीमा त हुन्छ तपाईँ जतिको लेजेन्ड मान्छे कुराउँदा चाहिँ डरमा नमान्नुपर्ने हो होइन के भन्नु कहिलेकाहीँ अब त बिहान किला ठोक्न नजाँदाखेरि त के भन्नु कृष्ण सर ए यहाँ आयो खानी ल लगेपछि यो चाहिँ ध्रुव सुवेदी अलिक कमल खालको चाहिँ हालिदिनु त्यहाँ कमला छ नि ल छेउमा आउँछ जे पनि राम्रो दिन्छ ए ल तपाईँसँग झन् राम्रो आयो दादा ल बाबु नुन हाल्नु ल त है त धन्यवाद हस् अहिले पुगेन ए कसैको धन्यवाद है त हामी चाहिँ लङ टुर राइड टक्क लगाएर हामीले चाहिँ खाजा प्याक गरेर हिँड्यौँ त्यो गाइज यता हाम्रो राइडर केटो राइडर केटो नै भनौँ अहिले होइन 1 2 3 मा हुँदै हुनुहुन्छ म बसेँ अब मलाई ब्रोदरले चाहिँ मकैमा राम्रै डिस्काउन्ट पनि दिनुभयो थ्याङ्क यू सो मच ब्रोदर त्यो केटीले 35 दियो फेरि अब हामीलाई चाहिँ त्यस राम्रै डिस्काउन्ट दियो कसरी दियो नभनौँ अब हामी लाग्छौँ अफिसतिर अफिसमा त केहरू ए ओ हगिँदै त्यो रिचमन्ड स्कुल यति पपुलर छ कि यही स्कुलको प्रिन्सिपल उसको नामै थाहा छैन स्कुल चाहिँ चाहिँ आयो टक्क लाएर ससुवाली घर ए हेर्दै आवर्तन नगरमा हार्दिक स्वागत छ हामीलाई होइन किन्दाइले मात्र आएको हाम्रो होइन कोही दिन मलाई पनि त्यसै भन्दा अर्को हात मारेको होइन त्यो त काट्नुपर्छ है हामी चाहिँ आएको हाम्रो वेयर हाउसको बगलमा कति हिँड्नु गाई कति हिँड्नु दिनभरि बिहार मन आयो तर तिमी आएनौ तिमी फर्किने आसमा गयो मेरो आधी जौवन आधी उमेर चियरमन गयो चियरमन तर हामी जाँदैनौँ आज हामीसँग बजेट थियो 100 रुपियाँ थियो भने हामीले 90 रुपियाँको मकै किनिसक्यौँ अब 10 रुपियाँमा चिया आउँदैन त्यही भएर आज हामी जान सकेनौँ होइन कि के हो किन्दै अब हामी आजको 10 रुपियाँ र भोलिको 30 रुपियाँ जोगाएर पर्सिको दिनमा चाहिँ हामी चिया खान फेरि आउँछौँ भन्दै अब आजको भिडियोलाई चाहिँ व्यवस्था गरौँ बाइ गाइस अहिले नाना हुन सक्नुहुन्छ हामीले यस्तो यहाँ सामान बोकेछौँ
मामा भनेको यहाँ युटर्न मात्रै हेर्न बस्नु भएको हाम्रो मामाहरू। हामी चाहिँ त्यो पनि हामी लेफ्ट साइड चिप्नुपर्छ चाहिँ अनि चाहिँ राइट नलागौँ थापै किन राइट लाग्नु अलिक खट्ट चाहिँ हान्दियो भने त हानिदिइहाल्यो नि मङ्की क्लेभर बल ड्यामेज भनेखेरि हामीले चाहिँ दर्शक दिन जाउँ त यहाँ लेफ्ट चाहिँ हामी यहाँबाट पनि प्लिज लेफ्ट टर्न गरौँ हजुर हामी ओके मेरो दादा हामीले हतार छैन किनभने हाम्रो कामै छैन अब हाम्रो हाइवे छुटिएको र अब राम्रो केटीहरू पनि आउँदैन लगाइ अब चाहिँ फाइनली धन्यवाद भन्न चाहन्छु आजको मैले भिडियो बनाएकोमा मलाई आफूलाई नै होइन